हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ टिलिक्कै घाम लागेको छ, राम्रो दिन भएको छ किनभने बेलुका चाहिँ पानी परेको थियो एकछिन 1 घन्टा जति, त्यही भएर पनि मौसम खुलेको होला। साथीहरू दसैँ पनि नजिकिसक्यो, त्यही भएर आज चाहिँ रक्सी पार्नुपर्ने छ एक बार। मम्मीहरू सबै हामी मिलेर गर्छौँ, सो हेर्दै गर्नु होला। बुवा र म चाहिँ पालो पालो सुँगुरलाई चाल काट्दैछौँ साथीहरू। यता रक्सी पाक्दैछ 3 पानी दसैँको लागि। यो चाहिँ हाम्रो करेला खारे इस्कुस। सुँगुर चाहिँ चारो खाएर पनि यो चारो नि पुरै खाएन रहेछ, गर्दै बसिरहेछ। चारो खाऊ। अनि यो सुँगुर चाहिँ 1 वर्षको भयो ठ्याक्कै। चारो खाऊ पुरै। एक भाँडा झरेर चाहिँ 7 पानी पारेर अझ साथीहरू अहिले बिहान चाहिँ हाम्रो दाजुभाइको दाइकोमा पितृ पूजा छ। अनि बुवा चाहिँ बिहानै गइसक्नु भयो, म चाहिँ अब 9 बज्यो जानु लागेको। त्यहाँको नि भिडियोहरू अलिअलि देखाउने छु, हेर्दै गर्नु होला। हाम्रो दाइको घर चाहिँ परको धुवा आउँदै गरेको यो घर लटरम्मै फलेछ नस्पति रोडमाथि। बारी यहाँ रोडबाट चाहिँ मजाले देखिन्छ। कालो बाटो आयो। अब अलिकति चाहिँ उकालो बाटो हिँड्नुपर्छ अनि दाइको घर आयो। दाइको घर पनि आइपुगे साथीहरू। राम्रो छ हाम्रो छेउको घर। त्यो रातो चाहिँ पुरानो घर हो। अब चाहिँ म भित्र पस्दैछु। हाम्रो आसँगले चाहिँ चिकन बनाउनु हुँदैछ, भालेको मासु। क्याम्पस ओइ आउँछ यहाँ यसमा भइहाल्छ यो थालमा पनि छ नि थाल खाना खाएर पनि अब चाहिँ म घर फर्किन्छु साथीहरू। अनि यो हरियो मकै चाहिँ बास्ता लटा सुरुजा नानाले पठाइदिनु भएको रहेछ मम्मीलाई। कति धेरै है, नानाले धेरै धेरै धन्यवाद भन्न चाहन्छु यति धेरै मकै पठाउनु भएकोमा। अब पोलेर खाने हो मम्मी र म।
कलै मकै पार्दैछ यतापट्टि पनि छ अलिअलि डढेछ त्यसमा गुल्ने हुन्छ कि मिठो भयो आगो राखेर फर्केर बस्नु न अब तलको सानो सुँगुरलाई चारो लगेर जानु लागेको हामीले बाख्रा चाहिँ होलिसक्नु भएछ केटाहरूले खानै छोड्यो कि क्या हो टन्नै छ त यता अर्को बोट पनि तर त्यस्तो गुलियो चाहिँ हुँदैन मम्मीले यो हाम्रो सानो सुँगुरलाई चारो लगाइदिनु हुँदैछ मुन्द्रो लगाइदिनु भएको अप्ठ्यारो भएछ कि अनि साथीहरू यो चाहिँ अकबरे खोर्सानी है तपाईँहरू कतिको पिरो खानुहुन्छ यो चाहिँ लास्ट पिरो हुन्छ पिरो होइन पिरो हुन्छ हाम्रो घरमा फलेको लोकल काँक्रा हो देख्न सक्नुहुन्छ है टन्नै फलेको छ फुलहरू पनि छ अनि कुनै भर्खर फल्दै गरेको पनि छ कति चाहिँ 10-12वटा चाहिँ खाइ पनि सक्यौँ एकदमै मिठो हुन्छ यो मम्मीले एउटा चाहिँ टिप्नु हुँदैछ बिस्तारै आउँछ मम्मी थाक्रा ओके साथीहरू आजको भ्लग चाहिँ मैले यति नै इन्ड गरेँ बाई बाई